हेलो गाइज वेलकम टु माई न्यू भ्लग। आज चाहिँ म तपाईँलाई यो ब्याकग्राउन्ड चाहिँ छुट्टै लागेर किनकि आज म मेरो साथीको रुममा आएको छु होइन। हिजो बेलुका आएको थिएँ साथीको रुममा अनि आएँ यहीँ सुत्नु। अनि हाम्रो चाहिँ आजको भ्लग चाहिँ काठमाडौँदेखि 5 पोखरीको हुनेछ होइन। अब यहाँ म हिजो किन आएँ भने साथीको रुम यहाँ नजिक पर्छ अरे। अनि साथीको रुमबाट भोलि गाडी समात्न जानुपर्छ भनेर आज म छिटो आएको। आज हिजो आयो आज यहीँ सुत्यो। हिजो बेलुका कति 4-5 बजीतिर आयो अनि साथीको रुममा सुतेँ। आज बिहान म चाहिँ उठिसकेँ, उठेर रेडीसेडी भइसक्यो अनि यिनीहरू चाहिँ अहिले सुतेको नि छ। झोलेहरू दुइटा। हामी चाहिँ हाम्रो चाहिँ 3जनाको ग्रुप छ। अब यो हामी 3जना चाहिँ 5 पोखरी जानेछौँ। अब तपाईँहरूलाई म 5 पोखरी कस्तो के रहेछ सबैमा तपाईँहरूलाई देखाउनेछु। मेरो भ्लगमा आउनु ल तपाईँहरू। गाइज यो चाहिँ मैले बोक्ने, यो चाहिँ सलिनले बोक्छ, यो चाहिँ सुमनले बोक्छ। मेरो ब्यागमा चाहिँ मेरो थर्मस रहेछ, अर्को टेन्ट अनि यसमा त्यो ओर्ने कुराहरू पनि छ अलिकति। अनि त्यसपछि यसको पनि अलिकति पानी सानी के रहेछ खानेकुरा। अनि यसमा नि खानेकुरा रहेछ, त्यो बिस्कुट चाउचाउ बोकेर आयो भने। यति हो हाम्रो 3टा ब्याग रहेछ। 3जना मान्छे भएर 3टा ब्याग, 3जना मान्छेले एउटा ब्याग बोक्छ। मेरो भ्लग चाहिँ होइन पुरै हेरिदिनु होला। अनि कस्तो लाग्यो तल कमेन्ट गरिदिनु र मेरो लाइक गरिदिनु होला। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि म चाहिँ यस्तै अब ट्राभल गरेको ट्रेकिङ गरेको यस्तो भिडियोहरू हालिरहेको हुन्छु होइन। अनि त्यही आफ्नो माया देखाइदिनु होला। हामी गाडी होइन, हामी चाहिँ 3जना यहाँ गाडीबाट आइसक्यो। गाडीमा जाने हो, यो गाडीमा गएर भित्र बसौँ अनि यहाँबाट जाम। बस त राम्रै रहेछ। गाइज यहाँ चाहिँ अहिले के अरे यो मेलम्ची अहिले यहाँ खाजा खाना रोकेको छ गाडी। हामी चाहिँ यहाँ पुरै केटाहरूको फोटोसुट भिडियो सुट भइरहेछ। यहाँ त्यहाँनिर को बाजेले यहाँ माछा समात्दैछ यहाँ। त्यो बाटो हेर्दै डर लाग्दो जस्तो छ। यहाँबाट त्यो तल कस्तो खाल्टो रहेछ। हामी चाहिँ फाइनल यहाँ झरिसक्यो यहाँ केटाहरू। फाइनली अब केटाहरूको यहाँ फुट सुट खै यहाँ
के लेखेको छ कस्तो टाइट हाल्यो न अहिले ह त्यसुडाले क्या बाले बानी हेर्न कस्तो ठुल्ठुलो ल्याउने भएको है हेर्ने एउटा अझ मेरो खुट्टा छिराहाल्ने अझै अड्छ कि यहाँ ए टक्क यहाँ होइन यहाँ वेलकम टु चिम्टी रहेछ चिम्टी आइसकेको रहेछ यहाँ चाहिँ लोकेसन रहेछ तिमी यहाँ छौ होइन हामी यहाँ छौँ यस्तो 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 यहाँ इस। यहाँ यहाँ गाइड छ यहाँ गाइड यसले देखाउँछ बाटो खाना खानु पऱ्यो यहाँ बाटो यहाँ खानासाना खाएर यहाँ के गर्दा भाइ अब यसो दबाई दिनु पऱ्यो नि त यहाँ गाइज यहाँ सकाएपछि त्यो खाना सकाएपछि केटाहरूको ब्लग सुरु गर्छ अब मेरो यहाँ सक्न लागिसक्यो यसो त सकेर अब खाना चाहिँ मिठै रहेछ जे होस् होइन अनि फाइनल गाइज होइन यहाँ चाहिँ हाम्रो पुरै खानपिन भइसक्यो केटाहरू यहाँ सबै बिहा गर्दै हिँडिरहेको छ यहाँ चाहिँ यहाँ बिजी पर्सन यहाँ चाहिँ हामी यहाँ अहिले अब चाहिँ यहाँबाट अब माथि पाँच पोखरी जाने चाहिँ अब यहाँबाट जानु पर्ला होइन यहाँबाट अब टक्कै यस्तो रहेछ पछाडिको भ्यू नि खत्रै रहेछ यहाँ चाहिँ हामी खाना खाएको होइन त्यहाँ खाना खाएँ यहाँबाट अब यहीबाट रहेछ यहाँ होटेलहरू थोरै छ त्यो होटलको यताबाट एउटा बाटो रहेछ सानो यहाँ हेर्न सक्नुहुन्छ क्या यहाँ रहेछ म्याप सानो म्याप बनाएको रहेछ यहाँ नि यो बाटो रहेछ जाने अब ए भर्खरै खाना खाएको भर्खरै खाना थालिसक्यो गाइस यहाँ हिँड्दै हिँड्दै होइन हामी कस्तो यहाँ राम्रो ठाउँमा पुगिसक्यो कत्रो माथिबाट झर्ना आएको होइन यस्तो छ बल ठाउँ छ हौ त्यहाँ एउटा माथि रहेछ खै मान्छेहरूले भन्छ हो के अरे म्यानमेड हो खै के हो हुनसक्छ त्यो त्यत्रो माथिबाट झर्न त आउँदैन होला यस्तो साउन्ड आइरहेको यहाँबाट यहाँबाट फाइनली हामी त्यहाँ तलबाट यहाँ पुगिसक्यो यहाँ केटाहरू यत्तिकै आउँदा यहाँ थाकिसक्यो ए के गर्नु यसको केटाहरूको अवस्था यस्तो भइसक्यो अहिले पुरै घोप्टो बनाएर हिँड्नु पर्छ अर्को मैले पुरै थाकिसकेँ मर्निङ ओभर थाकिसकेँ केटाहरू पछाडि छ पुरै थाकिसकेँ चढ्दा चढ्दै भरेङ रहेछ सबैतिर अनि यस्तो चढ्नै गाह्रो भइरहेको क्या हामी यो गेट चाहिँ आइपुग्यो होइन यो गेटबाट भित्र जाने जेदेखि के हो देखि न सुरु देवाली यसो गाइज होइन माथि चढ्दा चढ्दा एउटा यहाँ बोर्ड रहेछ क्या यहाँ हेर्नु त के लेखेको छ हतार गऱ्यो पुगिँदैन अरे क्या त्यो चाहिँ राम्रो लेखेको रहेछ यहाँ जानले हतार गरेर हुँदैन बिस्तारै बिस्तारै हिँडेर जानुपर्छ कुकुरले कुकुरसँग खेलिरहेछ अब के भन्नु हो गाइस होइन
यहाँ हामी बल्ल बल्ल यहाँ एउटा झर्ना रहेछ ए खतरा छ हौ यहाँ झर्नातिर पुगेको छ भगल्ल बल्ल एउटा पुल रहेछ यहाँ यहाँ कस्तो खतरा रहेछ यहाँ गाइस गाइस होइन अब हल्का यहाँ पानी सकिसक्यो पानी हाल्नु पऱ्यो गाइस होइन फाइनली चाहिँ हामी टुप्पी डाँडा भन्ने ठाउँमा चाहिँ आइसकेको छ है यहाँ टुप्पी डाँडा बल्ल धेरै सङ्घर्ष गरेपछि टुप्पी डाँडामा आइपुग्यो होइन यहाँ रहेछ टुप्पी डाँडा हामी चाहिँ ऊ त्यहाँ तलबाट आएको कोही गाई चाहिँ यहाँबाट देखाइ नै छैन यसो टाढा छ त्यो केही देखाएको छैन यहाँ होटलहरू यिनीहरू चाहिँ होइन रहेछ यो सबै होटलहरू बस्ने अहिले चाहिँ अब हामी अझ माथि जान्छौँ गाई चाहिँ यहाँ टुप्पी डाँडामा चाहिँ होइन यहाँ ट्री हाउस बनाएको रहेछ कि एउटा टक्क कस्तो राम्रो देखिरहेको यहाँ बाहिरको माथिको मौसम त अनि माथि त यस्तो चिसो हुन्छ होला हामी माथि पुग्ने हो क्या त्यही माथितिर अलि पुगेर अब खै बस्ने हो त्यहीँ होला अब खै होइन के अरे यहाँ कस्तो खतरा देखिरहेछ कि प्लान्ट रहेछ खै के को प्लान्ट हो तर यहाँ चाहिँ खतरा देखिरहेछ कि अनि यहाँ बाटो हिँड्दैछौँ कि ठ्याक्कै देख्यो अनि के अरे तपाईँहरूलाई देखाइदिनु पऱ्यो भनेर देखाइदियो कि यस्तो रहेछ क्या ठाउँ चाहिँ रमाइलो छ तर गाह्रो हुँदो रहेछ पुरै यो कालो कालो बाटो छ के गर्नु चढ्नुपर्छ त्यो भएर गाइस होइन हाम्रो चाहिँ यहाँ पुरै टेन्ट लागिसकेको छ यस्तो रहेछ यो आर्मी टाइपको टेन्ट रहेछ होइन र यस्तो चारैतिरबाट पुरै प्याक छ होइन राम्रोसँग टेन्ट लागिसक्यो त्यहाँबाट यहाँ चाहिँ हाम्रो खाना बनाउने कार्यक्रम यहाँ चाहिँ यस्तो स्पेस टर्ने छ यहाँ चाहिँ हाम्रो भयो बिछाएको चाहिँ यो ब्ल्याङ्केटहरू छ पातलो हाम्रो चाहिँ यो दुइटा ब्याग यसमा अट्छौँ हामी तिनजना छ मजाले आउँछ यहाँबाट गाई छैन अब यहाँ चाहिँ हाम्रो फाइनली यहाँ चिया पाकिसक्यो केटाहरू यहाँ खाँदैछ अब अरू कुरा चिया पाकिसक्यो चिया खान्छु अब ल त मेरो भाइ ल चिया पाकिसक्यो केटा हो पाकिसक्यो के भयो सँग त्यो कहिले होइन अब हाम्रो चाहिँ के अरे चिया सिया सकिसक्यो अब केटाहरू खाइसक्यो भुला बनाउने भएन यहाँ चाहिँ अब चाउचाउ पाकिरहेको छ क्या अब यसो अब चाउचाउ खानु पऱ्यो क्या अब चाउचाउ पाकिरहेको चाउचाउ खानुपर्छ अब चाउचाउ खाने अनि सुमनी के हो दिलबरा असाध्य जानी मिना पनि कि फाइनली गाइज होइन हाम्रो चाहिँ पुरै खानपिन भइसकेको छ होइन अब चाहिँ यहाँ सुतिरहेको छ केटाहरू यहाँ पुरै सुतिसकेको छ होइन यहाँ तिनीहरू सुतिछ म चाहिँ एक्लै बसिरहेको छु अहिले निन्द्रा लागेको होइन चिसो त चिसै रहेछ त यो ट्रेनमा चाहिँ अलिकति ठिकै छ अहिले अब चाहिँ गाइज होइन म सुतिरहेको छौँ ल
अब भोलि भेटौँला बिहान। अब बिहान चाहिँ पाँचपोखरी पुग्ने टार्गेट छ। अब खोइ के होला हेरौँला। बाई बाई गाइज, गुड नाइट, सी यू टुमोरो।